नेपाल अहिले निकै दबावमा छ। आउनुहोस् यसको बारेमा अलि गहिरिएर कुरा गरौँ। वीरगञ्ज शहरमा हेर्नुहोस् त, सडकहरू पुरै खाली छन्। कारण सरकारले लगाएको कडा कर्फ्यू। र यो सबैको पछाडि छ टिकटकमा पोस्ट गरिएको एउटै भिडियो। त्यही टिकटक भिडियोले गर्दा दुई समुदायबीच तनाव बढ्यो, जसले गर्दा प्रशासनले कर्फ्यू लगाउनु पर्यो। एउटा सामान्य अनलाइन कमेन्टले कसरी यति ठूलो रूप लियो? घटनाक्रम यस्तो थियो। स्थिति कति गम्भीर थियो भने प्रशासनले सुरक्षाकर्मीलाई सिधै गोली चलाउने आदेश दियो। तर के एउटा भिडियोले मात्रै यस्तो अवस्था ल्यायो त? होइन, यो त देशव्यापी अस्थिरताको एउटा सङ्केत मात्र हो। अब कुरा गरौँ यो 77 अङ्कको। यो अङ्कले देशको राजनीतिमा ठूलो हलचल ल्याएको एउटा घटनालाई जनाउँछ। हालैको जेनजी आन्दोलनमा 77 जनाको ज्यान गयो। त्यसपछि सरकारले गरेको बल प्रयोगमाथि छानबिन सुरु भयो। त्यो आन्दोलनको असर अझै सकिएको छैन। अनुसन्धानको सुई पूर्व प्रधानमन्त्रीसम्मै पुगेको छ। यो राजनीतिक उथलपुथलको एउटा ठूलो असर प्रतिनिधि सभा नै विघटन भयो। अब त्यो खाली ठाउँ भर्न देशमा नयाँ राजनीतिक समीकरणको खेल सुरु भएको छ। हेर्नुहोस् त, हिजोका प्रतिस्पर्धीहरू आज कसरी माथिल्लो सदनमा शक्ति जमाउन एक भएका छन्। तल्लो सदन नभएपछि अब राष्ट्रिय सभा नै राजनीतिको मुख्य केन्द्र बनेको छ। त्यसैले यो गठबन्धन महत्त्वपूर्ण छ। यो राजनीतिको खेल एकातिर छ, तर यसको सिधा असर देशको अर्थव्यवस्था र जनतामा परिरहेको छ। अर्थतन्त्रमा एउटा अनौठो ट्रेन्ड देखिएको छ। ब्याङ्कहरूको कुल कर्जा त बढेको छ, तर विपन्न वर्गमा जाने कर्जा घटेको छ। यसको कारण हो ऋण असुलीमा देखिएको समस्या। तर केही नयाँ नियमले अब अवस्था सुधार्ने आशा छ। एकातिर यस्तो अवस्था छ भने अर्कोतिर सरकारले इजरायलमा रोजगारीको नयाँ ढोका खोलेको छ। अब प्रश्न उठ्छ, राजनीतिको यो नयाँ मोड र आर्थिक उथलपुथल बीच के नेपालले साँच्चै स्थिरता पाउला?